सुरुमा किन नुन पानीले उपचार गरिन्छ भने त्यहाँ हामी धान त धेरै छर्छौँ सबै उम्रिन भन्छौँ नि त्यहाँभित्र त्यो जुन उम्रिनेवाला पनि हामी सबै छरेका हुन्छौँ नउम्रिने पनि छर्छौँ उम्रिने पनि छर्छौँ नुन पानी उपचार गऱ्यौँ भने हामीले जुन जुनमा राम्रो उम्रा शक्ति भएको छ त्यो मात्रै रहन्छ त्यही कारणले गर्दा हामीले छरेको जति लगभग उम्रिन्छ नुन पानी उपचार गर्दा धानको बिउ राख्नुपर्छ कसरी उपचार गर्नु नुन पानी पानीमा नुन हालेर उपचार गर्ने हो त्यो नुन जोखेर हामीलाई झ्याउ हुन्छ नि प्रायः सबैको घरमा कुखुरा पनि पाल्नुहुन्छ या पशु पालन गर्ने किसान पनि हुनुहुन्छ सबैजना हुन्छ नि त्यो पानीमा 10 लिटर पानी रेडी गर्नु त्यहाँ 10 लिटर हामीले भने चाहिँ 400 देखि 500 ग्राम नुन भन्छौँ तर ठ्याक्कै थाहा पाउनलाई 10 लिटर पानीमा के गर्ने नुन हाल्ने र घोल्ने र एउटा अन्डा राम्रो अन्डा त्यहाँ हालेपछि जबसम्म त्यो अन्डा तैरिँदैन आँथे आउँदैन तबसम्म नुन घोल्ने त्यतिखेर चाहिँ त्यहाँनिर जति हुनुपर्ने नुन त्यति पुग्छ त्यो अन्डा तैरिएपछि हामी त्यहाँ के गर्छौँ धानको बिउ हाल्छौँ धानको बिउ हाल्दा के हुन्छ माथिबाटको सबै फालिदिने माथिबाट त्यो भुससहितको अनि अलिअलि आधा चामल मेरो अन्डाको कुनै काम आयो है अब फालिदिने त्यसरी त्यो माथिको फालिदिसकेपछि 15 देखि 20 मिनट त्यसरी जोगाएर राख्यो भने यो विभिन्न किसिमका किरा रोगहरू लाग्छ नि तिनीहरूबाट नि बचाउन सक्छौँ बेर्नालाई अनि त्यो राख्ने त्यसपछि 15-20 मिनट पछि झिक्ने फेरि त्यहाँ गरे नि त अनि त्यहाँदेखि कन्सन्ट्रेसन छ कि छैन थाहा पाउन फेरि अन्डा राखेर ट्राई गर्ने तपाईँको पानीमा सकिन्छ यति केजीमा भनेर तपाईँले 2-3 चोटि गरेर गर्नुभयो भने त्यही 10 लिटर पुऱ्याउन सक्नुहुन्छ नि त्यसरी गर्ने र त्यो 15 देखि 20 मिनट भिजाइसकेपछि निकालेपछि सफा पानीले चाहिँ एकदम मजाले पखाल्नुपर्छ है सफा पानीले पखाल्नु भएन भने कस्तो पनि समस्या आएको छ भने यो किसानले के चाहिँ गर्नुहुन्न भने त्यो डुबाएकोलाई राम्रोसँग पखालिदिनु हुन्न राम्रोसँग नपखालेपछि के हुन्छ उम्रिँदैन त्यो प्राविधिकले सिकाएर मैले नुनले उपचार गरेको झन् उम्रिँदै उम्रेर खतम भयो भन्नुहुन्छ त्यस्तो हुँदैन त्यसलाई झिक्ने राम्रोसँग पखालेर छाड्नु भने तपाईँको धानको बिउ पनि राम्रा निस्किन्छन् बिउ राम्रो भने त्यो बोट पनि त राम्रो आउँछ नि होइन बिउ पनि राम्रो आउँछ र त्यसमा रोगसँग गर्ने क्षमता पनि राम्रो हुन्छ यो सामान्य कुरो हो किसानले गर्न सजिलो कुरो हो नि त्यसले पनि त त्यो रसायन नामले विभिन्न किराको रोग आक्रमण त्यही भएर मैले अघि नै भने बताएँ उसमा किरा राख्नु भने तपाईँलाई सेवाकेन्द्र पनि छन् त्यहाँ गएर पनि त्यो स्याम्पल देखाएर यो हाम्रो के भएको भनेर सोध्नु अनुसारको उपचार भन्ने छौँ हामी हाम्रो बोट मर भनेको घरमा बिस्तारै गर्दैनौँ त्यो हल्ला नगर्नु है मेरो आवाज पनि सानो छ सुनिदिनु त्यो किराले एकजना किसानले के भन्नु भने मेरो त यो धानको बिरुवा सबै गबारोले सको ब्यागमै भनेर लिएर आउनुभयो तर त्यहाँ गबारो होइन मरुवा रोग लागेको थियो उहाँले गबारोले सको भनेको आधारमा हामीले त्यो गबारोको बिसारी हाल्दाखेरि त्यो बच्छ बच्दैन नि के भएको भनेर थाहा नपाइकन यो हाल्नु चाहिँ हामी चाहिँ भन्दैनौँ हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो जानकारीमूलक लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्दै साथ सपोर्ट गर्नुहोस् यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्दै साथ सपोर्ट गर्नुहोस् हौसला दिनुहोस् भन्दै यहाँहरूलाई चाहिँ अनुरोध गर्दै यहाँहरूसँग छुट्टिन्छु व्यस्त रहनुहोस् मस्त रहनुहोस् स्वस्थ रहनुहोस् फेरि अर्को रमाइलो भिडियोमा भेटौँला बाई बाई सी यू नमस्ते।